हेलो वेलकम एभ्रिबडी होइन कस्तो गेम खेलेको नेपालले आज हेत तेरिका हुन त फर्स्ट टाइम अब फ्लडेसमा अन्डरमा खेल्यो होइन नेपालले युएलाई इन्भाइट गर्यो युएसँग हाम्रो त WCL लिग 2 हुँदैछ तर त्यो बिचमा फर्स्ट टाइम चाहिँ अब इन्टरनेसनल गेम हुँदैछ भने चाहिँ हामीले जित्नु पनि अवस्था थियो बिचमा रेलले अलिकति हामीले चाहिँ प्रब्लम पारे हो तर त्यो भन्दा चाहिँ नेपालको ब्याटिङ चाहिँ होइन एकदमै अनस्टेबल छ क्या त्यो हुन्छ नि त्यस्तो नै ब्याटिङ हुन्छ भने 112 122 हान्ने यार 18 ओभरमा होइन 140 त त्यो बेला हान्नु पऱ्यो तर यो भन्दै चाहिँ होइन एउटा पोजिटिभ कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ नेपालले यङ्गस्टरलाई धेरै चान्स दियो र नेपालले जुन चाहिँ हुन्छ नि अब T20 र अब ओडिआई फर्मेटमा चाहिँ डिफ्रेन्ट टिमलाई खेलाउँदैछ भन्ने एउटा आवाज पनि भयो होइन T20 सायद DPR नै होला र हुनु पनि पर्छ जस्तो मलाई लाग्छ होइन रोहित पौडेल सुड फोकस अन ओडिआई तर आज गेममा चाहिँ अब जब 10 ओभरको गेम भयो नि त बारिसले गरेर होइन बारिस भने हिन्दी वर्ड भयो नेपाली पानी परेर अब के भयो भन्दाखेरि 10 ओभरको मात्र गेम छ भने उनीहरू पहिल्यै पिट्ने भयो हाम्रो पहिलो ओभरमै 20 रन हानिदियो होइन वसिमको विकेट एकदमै जरुरत हुन्छ क्या जहिले पनि हुन्छ नि नेपाल भर्सेस यो गेममा फर्स्ट विकेट चाहिँ सम्पाल कामले कसको लिन्छ भन्दाखेरि वसिमको लिन्छ जहिले पनि लिन्छ वसिमले होइन जस्तै तपाईँहरू हेर्नुहुन्छ भने IL T20 हेर्नु होइन युएको लिग होइन जहाँ चाहिँ ऐरीलाई चाहिँ राखेको थियो होइन प्लेइङ 11 राखेको त्यहाँ पनि वसिमले चाहिँ होइन मोहम्मद उसले हान्छ क्या हि इज अ बिग हिटर होइन त्यो एसोसिएट क्रिकेटको नम्बर 1 ब्याट्सम्यानै हो अहिलेको लागि उसलाई आउट पार्ने भनेको चाहिँ सम्पाल कामी नै हो जब सम्पाल कामीले बलिङ गर्छ वसिमलाई जहिले पनि फर्स्ट 3 ओभरभित्र फर्स्ट ओभर सम्पाल कामी थर्ड ओभरभित्र उसले हुन्छ नि आउट पार्थ्यो तर यो पालि छैन होइन अब यो राम्रो पनि हो एउटा स्टार्ट लको हामीले चाहिँ नयाँ ट्राई गरिरहेको छौँ होइन यो पालि चाहिँ सकेन केटाहरूले तर जब एज सुन एज पावर प्ले खत्तम भयो र त्यो पछि स्यान्डी जब बलिङ गर्न आयो वसिम आउट भयो होइन त्यो जब वसिम आउट भयो नि होइन गेम फर्स्ट ओभरै 20 हान्यो होइन गेम कति क्लोज भयो क्या यदि फर्स्ट ओभर होइन 10 मात्र भावे होइन हुन्थ्यो तर भावे इफ बट भन्ने कुरा त अब आफ्नो ठाउँमा छ तर युएको टिम भन्ने नि वसिममा भर पर्ने टिम हो होइन तर वी आर मोर डाइनामिक प्लेयर होइन हामीले आज हार पनि तर सम्मानजनक हार्यो होइन जित हार भइहाल्छ लज्जास्पद भएन त्यसमा खुसी मनाउँ तर बलरहरूले राम्रै गरे है ब्याटिङ चाहिँ अलिकति मिलेन होइन नेक्स्ट टाइम चाहिँ फेरि हुन्छ होला योपालि चाहिँ जस्तो टेस्टिङ फेज हो थ्याङ्क यू गुड नाइट लभ फर नेपाल क्रिकेट